Let's go. हेलो नमस्कार दोस्तों म अनिशा छेत्री आज मेरो फर्स्ट ब्लग Oh हो my अनि मन god. पराइदिनुहोस् होला मेरो ब्लगलाई अनि टक्कै म चाहिँ सिलगढी जानु आँटेको थिएँ एकछिन टक्कै रेडीसेडी भएर एकछिन नक्कल पारेँ अनि बाहिर निस्किँदा त रिमरिम उज्यालो हुँदै थियो अनि मसँग चाहिँ पछाडि कुकुरहरू पनि रहेछ मैले सोधेँ जाने भनेर अनि म मेरो मम्मी बाबासँग जाँदै थिएँ गाडी पाएन त्यहाँदेखि हिँडेर भए पनि जाउँ न त भनेर गयौँ दलेपदेखि चाहिँ गाडी पायो है अनि टक्कै सिङताम आइपुग्यौँ अनि सिङतामदेखि सिलगढी जाने गाडी पायो है घरको जेठी छोरी तर गाडीमा भित्र चढ्दाखेरि बिचमा बस्नु पाउँदा आफूलाई कान्छी छोरी फिल भइरहेको थियो है अनि हामी गयौँ जाँदै थियो सिनेरीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले जुन चाहिँ हामीले जहिले पनि देखेकै हो है अनि त्यहाँदेखि पुग्यौँ हामी चाहिँ फाइनली सिलगढी पुग्यौँ अनि त्यहाँदेखि टोटोमा चढ्यौँ त्यहाँदेखि चाहिँ हल्का बाबाको हाई गरेको देखायौँ है बाबालाई नै हाई आइसकेको रहेछ हो त्यो बाद चाहिँ मैले यस्तो हेर्नु त बाबा भन्यो अनि त्यहाँदेखि टक्कै चस्मा लगाएर एकछिन नक्कल पारिदिउँ त भन्यो होइन टक्कै चस्मा उफ गरेर टक्कै लगायो खतरा अनिसा हो त्यस्तो खासै खतरा देखेको रहेनछ त्यही भएर भयो भने अनि पज गरेर भिज्यो त्यहाँदेखि फेरि गएँ हस्पिटल यस्तो पो रहेछ अनि त्यहाँदेखि चाहिँ यस्तो हेरेँ मलाई कस्तो देखेको रहेछ भने ठिकै छ त्यहाँदेखि भित्र गएको त यस्तो बेसी भिड त रहेन रहेछ तर साह्रो लेट हो डक्टर पनि आएको रहेन रहेछ सबैजना बसिरहेको रहेछ अनि त्यहाँदेखि चाहिँ मलाई त पुरा अल्छी लाग्यो बाबा मम्मी पर्खिँदा वाक्कै अल्छी बेसी लागेर भोक लागिसक्यो हो त्यहाँदेखि चाहिँ माछा मामसँग खायौँ त्यहाँदेखि बाबा र म चाहिँ दोकान गयौँ एकछिन के बेलुका सुत्दा खाने किन्यौँ अनि त्यहाँदेखि चाहिँ फेरि बाबा र म हिँड्यौँ टक 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 गयौँ अनि त्यहाँदेखि एउटा रुम लियौँ हामीले सानो चिटिक्कै मजाको थियो अनि चाहिँ त्यहाँभित्र चाहिँ मच्छरदानीहरू सबै रहेछ है अनि मच्छर चाहिँ यस्तो बेसी क्या टोक्ने खालको मच्छर थियो होइन अन्त त्यहाँदेखि चाहिँ हामी सुत्यौँ चेहराहरू पनि गन्दा हो रहा है बहुत त्यहाँदेखि चाहिँ बाबा र मेरो गफ सुन्नुहोस् सरी बाबा एकछिनबाट बोल्नुहुन्छ अहिले चाहिँ म मात्रै बोल्दैछु त्यही भएर मैले चाहिँ अनुहारमा यस्तो पुसेको कि कटनले सानो मैला निस्केन हो मेरो पुरा मैला निस्क्यो मैले सोचेँ सबैको मैला निस्किन्छ होला बाबाको नि लु बाबा गर्नु त तपाईँ पनि कतिको मैला निस्किन्छ हेरौँ भनेर भने बाबाले त अलिअलि पुस्नु भनेको सानो मजाले गोड्नु भएन अन्त त्यहाँदेखि त फेरि बाबालाई मजा आएछ बाबाकोबाट पनि निस्क्यो डस्ट बाबाले माग्नुभयो अन्त त्यहाँदेखि चाहिँ मैले हल्का मेरो अनुहारको बारेमा हल्का बताइदिएँ बाबालाई अनुहारहरू साबुनले धुँदाखेरि चाहिँ कति सफा हुन्छ र त्यत्तिकै मात्रै पानीले मात्रै पुस्दा चाहिँ कतिको मैला रहँदो रहेछ हल्का सम्झाइदिएँ बुझाइदिएँ बाबा मेरो सल्लाह भयो गफ भयो अनि त्यहाँदेखि पुसौँ भन्यो अनुहारसँग निकाल्दै पुछ्यौँ देखि कानमा पो मैला हुन्छ त अरे है खाँच्ची भनेर कान कोट्टाउनु थाल्यो अनि मैले भन्नु न सोचेँ मेरो फर्स्ट ब्लग चाहिँ यस्तै हुने रहेछ सफाहरू गर्दै जाने अब सेकेन्ड ब्लगदेखि राम्रै बनाउँछु राम्रै भएर गर्छु भन्ने खालको आयो त्यहाँदेखि आयौँ के किन्यौँ सानो बट्टासट्टा मेरो मम्मीले जुत्ता किन्ने अरे चप्पल किन्ने अरे त्यही भएर चाहिँ दोकानभित्र जानुभएको थियो मम्मीबाट म बसेर चाहिँ सिलगढीबाट फेरि आफ्नो घर फर्कियौँ बाई बाई